टेस्टोस्टेरोन केटा मान्छे भने एकदमै महत्त्वपूर्ण हर्मोन हो। यो कति महत्त्व छ भन्दा टेस्टोस्टेरोनको कारणले गर्दाखेरि चाहिँ पुरुष जस्तो हुन्छन्, महिला चाहिँ एस्ट्रोजेनको कारणले महिला जस्तो हुन्छन् भने पुरुष चाहिँ टेस्टोस्टेरोनको कारणले पुरुष जस्तो हुन्छन्। अहिले स्टडीहरूले रिसर्चहरूले के देखाएको छ भने 40-50 वर्ष अगाडि पुरुषमा जुन लेभलको चाहिँ टेस्टोस्टेरोन हर्मोन हुन्थ्यो नि, अहिले चाहिँ पुरै डिक्लाइन भइसक्यो। करिब 20 देखि 25% टेस्टोस्टेरोन चाहिँ कम भएको रिसर्चहरूले देखाएको छ। किन भएको होला तपाईहरुलाई अचम्म लागेको होला है। नम्बर 1 को चाहिँ सेडेन्टरी लाइफस्टाइल, मानिसको जिन्दगी एकदमै आरामदायी हो। कम्तीमा पनि शारीरिक रूपमा धेरै आरामदायी जीवन चाहिँ मान्छेले बिताउन थाले। हिँड्ने, कुद्ने, दौड्ने, एक्सर्साइज गर्ने, खेतबारीमा काम गर्ने, वनजङ्गल जाने कम भएर गयो, टेस्टोस्टेरोन डिक्लाइन भयो। नम्बर 2 को चाहिँ स्ट्रेस, हैन, फलानाले यस्तो गर्यो, ढिसानाले यस्तो गर्यो, ऊ त्यहाँ पुगिसक्यो, आफूले गर्न सकेको छैन, उसले यति कमाइसक्यो, त्यहाँ जानु छ, यो जानु छ, सामाजिक हैन, यो लभको टेन्सन, घरको टेन्सन, पढाइको टेन्सन, करियरको टेन्सन, कमाउने टेन्सन, स्ट्रेस छ। यो स्ट्रेसको कारणले चाहिँ टेस्टोस्टेरोन बढ्न सकेको छैन। नम्बर 3 चाहिँ स्लिप, निन्द्रा। मानिसलाई कम्तीमा पनि 7 देखि 8 घण्टाको क्वालिटी स्लिप चाहिन्छ, हैन। अहिले के छ, सुत्दै 12-1 बज्छ, उठ्दाखेरि कति हुने थाहा छैन, स्लिप क्वालिटी छैन। नम्बर 4 का चाहिँ डाइट, खानामा जुन यो अल्ट्रा प्रोसेस्ड फुडहरू, हैन, अथवा यो इनर्जी ड्रिङ्क्सहरू, अथवा यो कोका कोला, फेन्टा, स्प्राइट, के छ नि, पेप्सी, यस्तो खालको ड्रिङ्क्सहरूले टेस्टोस्टेरोनलाई चाहिँ कम गर्छ। चक्लेट, गुलियो कुराहरू, हैन, सबै खानेकुरा, डाइटले चाहिँ टेस्टोस्टेरोन कम गरिरहेछ। त्यसैगरी स्मोकिङले पनि टेस्टोस्टेरोन चाहिँ डिक्लाइन गराउँछ। नम्बर 5 का चाहिँ ओबेसिटी, मोटोपन है। तपाईहरु यो टेस्टोस्टेरोन कम भएको व्यक्तिहरूले देख्न सक्नुहुन्छ, भुँडी, पेट यत्रो हुन्छ, जिउ चाहिँ एकदम सुकेको हुन्छ, यस्तो व्यक्तिहरुलाई चाहिँ टेस्टोस्टेरोन कम हुन्छ। अब यो टेस्टोस्टेरोन यदि लो छ भने हैन, ल्याबमा गएर हामीले इजिली टेस्ट गर्न सक्छौं, टेस्टोस्टेरोन लेभल हेर्न सक्छौं। अब टेस्टोस्टेरोन बढाउने कसरी त म तपाईहरुलाई नेक्स्ट भिडियोमा बताउँछु है त।